हाई एभ्रिवान। आजको भिडियोको टपिक हो केटिएम ड्युक, जसमा हामीले पछाडिको सकअप प्रब्लम भएर चेन्ज गर्न लगाएको हो। तपाईँहरूको पनि बाइक अनब्यालेन्स हुन्छ, ओभरप्ले हुन्छ, बस्दाखेरि जस्तो सकअप लच्किनु पर्ने त्योभन्दा ज्यादा लच्किन्छ भने सकअपको प्रब्लम बुझ्न सकिन्छ। यसमा कुनै कुनै कन्डिसनमा चाहिँ सकअपबाट ओइल लिकेज हुन्छ, त्यो ओइल लिकेजबाट पनि थाहा हुन्छ सकअप प्रब्लम भयो भनेर। कुनै कन्डिसनमा चाहिँ सकअपबाट ओइल लिक हुँदैन, ओइल लिक नहुँदा पनि ओभरप्ले भयो भने बस्दाखेरि डबल बस्दाखेरि ज्यादा लच्किँदैछ भने चाहिँ हामीले सकअपको प्रब्लम बुझ्नुपर्छ। मेरो सपमा केटिएम ड्युक छ, यसमा चाहिँ ढ्याकढ्याक पनि हानेको छैन ग्राभल बाटोमा, पछाडि सकअपबाट ओइल लिकेज पनि छैन, तर जस्तो हार्ड हुनुपर्ने त्यस्तो हार्ड छैन। त्यसकारण सकअप चेन्ज गर्न लागेको छु। भिडियोमा हेर्नुहोला। तपाईँहरूको पनि गाडीमा केही प्रब्लम छ भने कमेन्ट गर्न सक्नुहुन्छ। र केटिएम 200 सिरिजमा चाहिँ 200 को सकअप लाग्छ भने 250 र 390मा 390 को सकअप लाग्छ। 250 मा पनि 390 को सकअप युज हुन्छ। 200 को सकअप लगाउँदाखेरि राम्रो काम गर्दैन, प्रब्लम त्यही हो। नयाँ सकअप लाए पनि 250 मा 200 को चाहिँ ओभर नै लच्किन्छ, काम गर्दैन। 250 सिरिजमा चाहिँ 390 को सकअप लाउनुपर्छ। यो चाहिँ 250 बाइक हो, यसमा सकअपको प्रब्लम छ, पछाडिको सकअप। त्यस्तो ग्राभल बाटोहरूमा ढ्याकढ्याक चाहिँ हान्दैन सकअप, त्यति साह्रो पनि त्यो चाहिँ छैन। अनि ओइल लिकेज पनि छैन। तर प्रब्लम के छ, एकजना बस्दा या दुईजना बस्दा ओभर लच्किन्छ। ग्राभल बाटोमा धेरै नै लिच्किन्छ सकअप पछाडिको। अनि यसको हाइट अलिक कम्ती भएको छ, पछाडिको हाइट एकदम कम्ती भएको छ, दबिएको छ। डबल बस्यो र अलिकति खाल्टोमा गयो भने पछाडिको चक्कामा पनि टेल प्यानल टच हुने सम्भावना ज्यादा हुन्छ। हेर्न सक्नुहुन्छ, प्ले यसरी प्ले हुनु हुँदैन सकअप भनेको। यो यस्तो प्ले हुनु भनेको सकअपमा प्रब्लम हुनु हो। यहाँ हेर्न सक्नुहुन्छ, नयाँ सकअप हो 390 को। 250 मा 390 को सकअप लाग्छ, WP को सकअप हो ओरिजिनल। 390 250 मा एउटै लाग्छ। फेरि 200 ड्युकमा 200 ड्युकमा यो 390 र 250 को सकअप युज हुँदैन। र 200 को बाइकको सकअप 250 र 390 मा युज हुँदैन। 200 सीसी को बाइकको सकअप तपाईँले 250 मा या 390 मा लगाउनु भयो भने काम गर्दैन, यस्तै प्ले हुन्छ। त्यसकारण 200 सीसी मा 200 कै लगाउनु पर्छ भने 250 र 390 मा 390 को सकअप लगाउनु पर्छ। यसको सकअप चेन्ज गर्नको लागि त्यस्तो खासै केही प्रब्लम छैन। चक्का पनि खोल्नु पर्दैन, सिट खोल्नु पर्दैन या कुनै कभर खोल्नु पर्दैन। सकअपमा माथि र मुनि नट बोल्ट हुन्छ, त्यति खोल्ने हो। अनि एकजनाको हेल्प चाहिन्छ, बाइक समात्नुपर्छ, अलिकति तान्नुपर्छ माथि। त्यति गरिसकेपछि इजिली सकअप हामीले हाल्न सकिन्छ। घरमै पनि बसेर हाल्न सक्नुहुन्छ। तपाईँसँग प्रोपर टुल्स छ भने घरमै पनि हाल्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, सकअप ओल्ड सकअपमा कतिको प्ले भइरहेको थियो र नयाँ सकअप हालिसकेपछि कतिको फरक आउँछ यस भिडियोमा तपाईँलाई देखाउन चाहन्छु। र तपाईँहरूको पनि बाइकमा इन्जिन प्रब्लमहरू छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। केही त्यस्तो प्रब्लमहरू छ, डट बाइक छ भने क्रसफायर, आरएमहरूको इन्जिन प्रब्लमहरू छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। इन्जिन सिन्जिन सबै बन्छ, प्रब्लम केही पनि छैन। यहाँ हेर्न सक्नुहुन्छ, सकअप लगभग फिट भइसकेको छ। अब नट टाइट गरिसकेपछि तपाईँलाई देखाउँछु। तर यही अवस्थामा पनि देखाउन सकिन्छ कतिको प्ले हुन्छ र कतिको प्ले हुँदैन। यहाँ हेर्न सक्नुहुन्छ, पुरानो सकअप यहाँ छ भने नयाँ सकअप हामीले फिट गरिसकेको छौँ। अब एउटा बोल्ट लगाएर तपाईँलाई देखाउँछु फरक कतिको छ, अघि कति थियो र अहिले कति छ।
तपाईँहरूको पनि गाडी जुनै पनि गाडी MT, R15, ड्युक, क्रस फायर, बुलेट, अरू पनि बाइकहरू नर्मल सिसीको बाइकहरू पनि केही प्रब्लमहरू छ भने कन्ट्याक्ट गर्नुहोला। FI मा प्रब्लम छ भने कन्ट्याक्ट गर्नुहोला। स्टार्टिङ प्रब्लम मिसिङ प्रब्लम भइरहेको छ भने नम्बर छोडिदिएको छु माथि डिस्प्लेमा, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र म भरसक फोनबाटै तपाईँलाई प्रब्लमको सल्भ गरिदिने कोसिस गर्छु। टाढा हुनुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ, सकअप हालिसकेपछि अब बसेरै चेक गर्दा पनि उहाँ हेर्न सक्नुहुन्छ खासै प्ले छैन। उहाँ हेर्न सक्नुहुन्छ अघिको प्ले र अहिलेको प्लेमा धेरै फरक छ। मैले कुदाएर पनि हेरेँ, कुदाएर हेर्दा पनि एकदम कम्फर्ट भयो, हाइट पनि बढ्यो पछाडिको। अरू बेला पुरै दबिएको थियो भने अहिले ठिक छ। यहाँ हेर्न सक्नुहुन्छ छैन, अघिको जस्तो प्ले नै छैन।